हेलो एभ्रिवान, म चाहिँ आज हाइक जान लागेको छु। मेरो साथीहरू चाहिँ अलरेडी पर्खेर बसेको छन्। म चाहिँ अब यहाँबाट निस्किन लागेको छु। मर्निङ सनराइज यस्तो छ आजको वेदर। हामी जम्मा भएर चिया खान थालिसक्यौँ। अरू साथी आएकै छैन। दुईटा साथी पनि आइसके। यता हेर त। साथी तिमीले स्टिक लिएन हेर्नु त मान्छे आज आउँदा यसो भन्छ न हामी चाहिँ अब खाजा खाएर जान लाग्यो। भोकै नजाने भन्ने डिसाइड गरे साथीहरूले। हामी अहिले उनो खेल्दैछौँ। सो गाइस, अहिले चाहिँ हामी खाजा खाएर हिँड्ने तयारीमा। हेलो म पर्खाएपछि खाजा आयो भन। एकदमै कुर्नु पर्यो तर रमाइलो पनि भयो। सो इट्स फाइन। उनको विनर त्यो भएर उहाँले चाहिँ आज खाजाको पैसा दिनुहुन्छ। एकलै मान्छ विनर ब्याक टु ब्याक अझ दुईचोटि। चारजना छ, चारजना मिलेर तिर्ने नि। रिभर्स हो बिहा आफै कि अझ सुरुमा पुरा जसले जित्छ उसले दिएन तिर्छ भनेर भीमले पैसा तिर्छ लाग्यो लास्टमा परेन हार्नेले तिर्छ भने मैले जित्नेले भने थियो अघि त खुब्के जित्छ भन्ने मलाई लास्टमा त आफूले गर्ने मेसी भन्ने हो क्या यो रोटी कति मोटो टन्न पेट भरिन्छ है भावना। कस्तो मोटो नि यो यति खाएर सुत्न पाए हुन्थ्यो भन्ने हुन्छ होला। तिमी खाऊ पनि न हो भिडियोमा पनि नभन्छ। गाइस, अब चाहिँ हामी खाजा खाएर निस्किन लाग्यो। अब चाहिँ बल्ल हाम्रो हाइकिङ स्टार्ट हुन लाग्यो है। पानी खाइ पानी ल्याउ नि लेन। एहे गलत भयो गलत। पानी त बिर्सिनु भएन नि त होइन। अब चाहिँ हामी भर्याङ चढ्दै जाने हो। यही हो हाइक। तारे भिर सानो पसल पनि रहेछ यहाँ। अब हामी फोटो सुट गर्छौँ एकछिन। यस्तो ब्याकग्राउन्ड खै साथीको आइफोन त ब्याक गर्न मिल्यो नि त नि सँग मिल्दैन। त्यही त मुडमा छिरिसक्यो नि म्याम। यहाँबाट यता उभा र यता यहाँ उभा न यता धन्दै लडेको। अब त्यहाँ अब हाम्रो फोटो सुट हुन्छ। कता उभिने जता मन लाग्यो त्यतै हो। अलि नजिक नजिक अलि नजिक नजिक यस्तै गरी खिच्ने हो। सबै फोटो सुट गरेर थाकेको अवस्था। ओ हाम्रो साथी पनि आएको छ। घुम्न पुरा फ्रीली टेन्सन फ्री भएर घुम्न पाइयोस् जस्तो क्या। तिमी घुम्नै पनि बेसी घुमेपछि तिम्रो त्यो एउटै मोनोटोनस भइहाल्छ नि होइन। एउटै ठाउँमा नघुम्ने नि कहिले कता जाने कहिले कता जाने। 77 जिल्ला घुम्न पाएको भए भन न, सोच न आफै। मोनोटोनस हुन्थ्यो त। तिम्रो सुर्खेतै जान मन लाग्छ यति चाहिँ घुम्ने मात्र चाहिँ हुन्छ साथी। तर यसरी भिडियो बनाएर भ्लग बनाउँदै हाल्न चाहिँ त्यो चाहिँ हुन्छ। त्यो चाहिँ हुन्छ जस्तो लाग्छ मलाई। किनभने त्यो प्रेसर पनि हुन्छ नि त, ल बनाउनै पर्छ है भन्ने जस्तो नि हुन्छ।
ब्लगरहरूलाई है भ्लगरहरूलाई त्यो प्रेसर हुन्छ जस्तो लाग्छ कि मलाई पछि हामीलाई पनि होस् हामी पनि यसो भ्लग बनाउँदैछ मेरो पनि भ्लग छ है साथी आउँछ पछि है लाइक गर्दिनु है उहाँ मन्साकोमा म भीमको पनि मेन्सन गरिदिन्छु भीम राईको म चाहिँ यिनको केही काम छैन है मेरो भ्लगमा यसो हेर्दै एउटा लाइक गर्दै भन्दा पनि आफू छु भने 2x मा लाएर हेर्ने हो आफू छैन भने त हेर्दै हेर्ने होइन तिमी छौ यसमा कसैको नि नपरोस् यसमा छु अब यो 2x होइन यो तर यता उयोमा अलिक ग्रिनरी टाइममा आउनुपर्ने रहेछ है कि होइन येल्लो पनि ग्रिन पनि राम्रो देखिएको छ झन् कलरफुल देखिन्छ होइन अहिले चाहिँ हल्का यो बाटो थाहा छ यो बाटो सेम दैलेख जस्तो छ के यो दैलेख पनि यस्तै छ हिँडेर गयो भने यस्तै मजा आउँछ तिमी त म त कस्तो तर खतरा राम्रो रहेछ कि यो पछि उसको बेला आउनुपर्छ पुरै चिप्लिन्छ के यसको पात झर्ने बेला हुन्छ नि हिँड्नै सकिँदैन नि सल्लाह बर्खामा के अरे हिलो भएर हिँड्न सकिँदैन होला हिलो प्लस तर ग्रिनरी हुन्छ नि त अनि त्यो भएर त्यति बेला यसो अलिक हल्का रमाइलो हुन्छ जस्तो लाग्छ तपाईँहरू बर्खामा आउनुहोस् उहाँ चाहिँ यसो बोल्नु पर्ने चाहिँ मान्छे यसो बोल्नु सिकाऊ है म त जे पाइदै बोल्ने हो होइन तर झ्याउ हुने रहेछ तर बिस्तारै बिस्तारै बानी बस्छ एक्लै बोले जस्तो लाग्छ के तर अलिक पछि सुन्दा कति रमाइलो हुन्छ नि आफ्नै तर त्यो यस्तो होला क्या अब जस्तो तिमी टक्क एक दुईवटा भिडियो बनाउँछौ हाल्छ होइन त्यहाँदेखि तिम्रो भ्युवर्सहरूले अडियन्सले हल्का रेस्पोन्स गर्न थाल्यो भने चाहिँ अनि चाहिँ त्यो अलिक उयो इन्टरेक्टिभ हुन्छ होला क्या किन उनीहरूले यसो भनेको थियो अब यसो छ है भनेर यसो उनीहरूलाई इन्फर्म गरे जस्तै नि हुन्छ फिडब्याक पाइन्छ है त्यसमा चाहिँ अलिक उयो हुन्छ होला त्यसको लागि वी निड योर फिडब्याक गाइज रेगुलर सपोर्ट रेगुलर भ्लग पनि त हाल्नु पऱ्यो नि त हामी कहिले काहीँ हाल्छौँ अनि प्रोफेसनल तरिकाले के पुरा घुम्न जाने भिडियो बनाउने होइन तर म चाहिँ आजकल चाहिँ छोटो भए पनि इन्फर्मेटिभ केही नभए पनि भ्लग चाहिँ बनाइदिन्छु क्या त्यो भयो चाहिँ भ्लग बनाएर हाल्यो अनि त्यो चाहिँ पछि आफ्नो लागि मेमोरी हुँदो रहेछ मैले यही भएर स्टार्ट गरेको कि यो मैले सबै भ्लग बनाएको छु प्राइभेट राखेको छु क्या त्यही भएर म पहिला जान्थेँ त्यो गयो आयो केही नै छैन क्या पछि केही मतलबै छैन कि मैले त भिडियो 3-4 वर्ष अगाडिदेखि बनाउनु थालेको सबै प्राइभेट राखेर मिट छैन अहिले चाहिँ मैले छोटो भए पनि यतिकै केही नभए पनि बनाइदिन्छु अनि अपलोड गरिदिन्छु अब चाहिँ त्यस्तै गर्नु पर्ला जस्तो छ यसो पछि आफूलाई यसो मेमोरिज हुन्छ नि केही नभए पनि पैसा कमाउने त हामी होइन भ्लग बनाएर आफैले हेरेर है म त आफ्नो भिडियो आफै हेर्छु भावनाले इन्जोय गरिरहेको छु नि सल्लाहको त्यो फुल लगेर घरमा पेन्ट गरेर राख्नु न कस्तो राम्रो देखिन्छ डेकोरेसन मैले गराएको छु त्यस्तो अब यहाँ घर छैन वहाँ तर होइन यहीँ राख्दा नि भइहाल्यो नि यसो बेगको यसो साइडमा मिलाएर कस्तो राम्रो अब त्यहीमा 2-3टा कलरको गराउनु पर्छ यस्तो क्युट देखिन्छ नि मान्छे विदेशीमा एउटा ट्रेन्ड अब यो पनि यस्तो त्यो प्र्याङ्कवाला क्या यस्तो यत्तिकै मगाउने अनि $200 $500 भन्ने अनि बुढाहरू चाहिँ उहाँ टल्ल पर्ने त्यस्तो गरेर दिन्छ नि लगेर बाजेहरू आउनु भएको छैन अहिले अब पर्मानेन्ट आफ्नै पर्मानेन्टवाला घर छ भने बल्ल अरूकै घरमा पनि राखेको केही हुन्न है त्यही त आफू बसिन्छ त्यसलाई नि आफ्नै बनाएर गर्नु बस्नु पऱ्यो नि हामी भाडामा बसेर गरेर राख्छौँ त्यही त नि हामी भाडामै बस्यो भने त ट्याक्क ल है बसिन्जालाई त यो मेरो दरबार हो भनेर ट्याक्कले ट्याक्क बसिन्छ तिम्रो भ्लगमा तर म खतरा बोल्थेँ है आज पछि हेरेर तिमीलाई माया लाग्छ आफ्नो यो दिन बोल्थेन आफ्नोमा के भ्लग म बोल्छु होइन केटाहरू यस्तो अड्केर रोकेर भिडियो सिडियो बनाउँदैनन् क्या सरासर हिँड्छन् यस्तै गरी बोल्छन् अनि त्यही नै हालिदिन्छन् केटाहरूकोमा तर भ्युज नै आउन कि भ्युज त मेरो नि आउँदैन नि कमेडी बोल्दै सर्दै हामी आउँछौँ त हाइलाइटमा अगाडि राख्ने नि कमेडी यस्तो अहिले उत्पत्ति होइन वन्स इन अ वाइल यस्तो घुम्ने प्लान चाहिँ गराउनु पर्छ महिनामा एकचोटि होस् होइन अघि प्राइम स्टोरमा गएको अघि गएको छैन मैले हेरेको थिएँ त्यो 4-5 महिना पुगिसकेको रहेछ है कति छिटो दिन गएको अन्त भएन भयो भनेर अनि भइहाल्यो नि भन्न छिटो भन्यो यार
जो मान्छेले उक्साएको थियो गइदिउँ न भनेको थियो त्यो मान्छे चाहिँ आएकै छैन। हामीलाई त खासमा आज हाम्रो क्लास हुँदैन जस्तो लागेको थियो कि हाम्रो क्लासै खास यिनीहरूले ब्याङ्किङ हुन्छ भनेर प्लान गरेको हुन् आज। होइन हामीलाई त क्लास हुँदैन नि त। आऊ न आऊ तिमीहरू पनि। तर तिमीहरू हाम्रो क्लास नै तिमीहरू क्लास जाऊ भन्ने हिसाबले हामीले यता राखेको क्या, नत्र चाहिँ नगरकोट चाङ्गोनारायण जाने। नगरकोट त गएको छु म, हाइक त होइन बसमा चढी गएको छु। राम्रो छ त्यहाँ पनि। लिएर आउनुपर्छ र तानेरै भए पनि। सनराइज र सनसेट राम्रो छ। ल यसरी पानी छोडेको छ। यो भिडियो चाहिँ एकदम लामो भयो भने चाहिँ म 2टा गरेर हाल्छु, पार्ट 1 र पार्ट 2 गरेर। अहिले जान लागेको मात्रै खिच्छु, पछि आउन लागेको पनि खिच्छु। म मान्छे चाहिँ खासमा यस्तै घुम्नलाई बनेको हो कि। अझ थप्दैछ बोकाउनलाई। के अरे यस्तो हट्टाकट्टा भएर मलाई बोकाइरहेको छ। नमस्ते। ढोकदिया। वाउ कस्तो मजाको हावा चल्छ भनेपछि शीतल हुने है। शीतल पनि हो। ओहो पुरा गाउँको भाइब्स आइरहेको छ यहाँ। बाटो नभड्कियो यता छ यता बाटो। डरायो मान्छेदेखि। आऊ 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 यता आऊ। बागै आउँछ बाबुहरू बागै आउँछ। आइहाल्यो नि छुट्टी देखाएर गएको आइहाल्यो नि। म नभएको ठाउँमा बस्दैन। भिडियो खिच्दैछु है आमा। यस्तै छ जिन्दगानी। कहाँ बस्नुहुन्छ? ए यहीँ हो। ए चल्छ चल्छ जिन्दगी। रमाइलो गर्ने भनेर आएको हामी पनि। म पठाइदिउँ न मेरो बाटो हेर्नु। हेलो खै होइन अर्कै हो यो। ठ्याक्क हावा खाँदै
अहिले चाहिँ अरू मान्छेले थाक्यौ तिमी सर फोटो खिच्नु थाक्यौ मेरो म स्टोरेज खाली गर्छु पखाल्नु फोटो खिच्दा त स्टोरेज फुल भयो अरे भीमको यहाँ लाली गुराँस टिप्दै फाल्दै गरेछन् है मान्छेहरूले किन नेट चाहियो हामी बालुवामा हिँड्ने जस्तो भइरहेछ तर हिजो मैले एकदम बेसी खासमा स्टोरेज खाली गरेर आएको थिएँ क्या मैले आज तर एउटै होला यहाँ काफल पाइन्छ होला माथि माथि गएर खै हामी अब पुग्न लायौँ जस्तो छ घरहरू आइसक्यो मन्दिर रहेछ खै हो यता डाँडाबाट जानुपर्ने रहेछ कहाँ ए तिमी तल आयो हामी पनि तल आइहाल्यौँ तिम्रो पछि पछि लागेर बच्चाहरू पनि हिँडिरहेछन् भाइ झन् बच्चाहरू कस्तो बोल्यो हाम्रो फेरि अघि तिनीहरूसँग कति धेरै इनर्जी हुन्छ यार हेलो लेजी मान्छेको हेर्छ तारेभिर यस्तो ठाउँमा आइपुग्यौँ हामी तुरतुर्रे खाने तुरतुर्रे नखाने नखाने अहिले फेरि पानी तिर्खा लाग्छ ओ यो चाहिँ तारेभिर हो छ भने चाहिँ लङ रुट आउने मन छ बाटो सजिलो चाहियो भने चाहिँ सुन्दरी जलबाट यता कण्ठ हिँड्दै हाम्रो नेपाल जति राम्रो ठाउँ अरू त छैन होला क्या क्यामेराले त्यति राम्रो देखाएको छैन आँखाले चाहिँ एकदम राम्रो देखेको छ होइन त भावना एकदम खतरा खतरा अँ के भयो खाने पानीहरू खानपानीहरू क्या नि भर्ने हो पानी खाने पानी हो नि सब खाने नै हो भर नि त बोतल त्यही त यस्तो छ हालत यहाँ माथि आइपुग्दा चाहिँ सिकुटी देखाएको सिकुटी खान लाग्यो खाने मान्छेहरू म त खान्छु हामी चाहिँ ननभेज हो भन न के भेज हो भन न तिमी भेज हो ननभेज हो हुन त तर यो यस्तो ननभेज होइन हामी तारेभिर पुगिसक्यौँ यहाँ चाहिँ आज आगो लागेको छ हजुरले धुवा देख्न सक्नुहुन्छ डढेलो लागेको छ कहाँ छ अब चाहिँ हामी फर्किन लाग्यो
हाम्रो आजको हाइक यस्तै भयो। अब चाहिँ हामी फर्किन लागेको छौँ। आजको हाम्रो हाइक यस्तै भयो। यहाँ माथि डढेर लागेको रहेछ। हामी यहीँबाट चाहिँ फर्क्यौँ भने बाटो फर्केको छन्। यो सर्टकट बाटो हो भन्नुभयो सोद्धाखेरि। यो बाटो हिँड्दा चाहिँ बल्ल हाइकिङ गएको जस्तो फिल भएको छ। अगाडि मेरो तारिफ गर्दै हुनुहुन्छ। म हजुरलाई बाटो देखाउँछु। यस्तो छ बाटो। यो चाहिँ बल्ल अलिकति एडभेन्चर जस्तो देखिरहेछ। त्यही भएर एक्लै नहिँड्नु, एक दुईजना साथी बोकेर हिँड्नु। बोल्ने मान्छे पनि चाहिन्छ। भन्नुभयो त अघि आन्टीले। बाघ आउँछ, बाख्राहरू खाइदिन्छ। सँगसँगै हिँड्नु है, सँगसँगै। हेर्नमा राम्रो पनि तिमी छौ। गोरो 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 चिट्ठा भन्छ नि त्यस्तोवाला। गोरो मासु मिठो हुन्न अरे भीमले भनेको। पानी हो, पानीको कुलो। मूलको पानी हो, यो पानी सफा नै हुन्छ। पानी नत्र मान्छे हिँड्ने त हो नि। त्यही त नि। We are not the first person. कुरो बुझ्नु छैन। यसो तिमीलाई यो बाटो आउँदाखेरि नयाँ एक्सपिरियन्स भयो भने जस्तो लागेन? ल यता हेरेर भन त। यो बाटो नयाँ एक्सपिरियन्स है गाइस। यो पुरा मिसनमा भएको मान्छे अन्डरग्राउन्ड हिँडेको हुन्छ नि, त्यस्तो चाहिँ फिल आउँछ। ओ माई गुडनेस। कोरा कोरा बुझ्दैन छोड्दैन। कोरा गरेर हिँड्ने क्या। ओइ 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 कहाँ गयो? बोलाऊ त। बोलाऊ बोलाऊ कहाँ गयो? यो बाटो हिँडेर हामी कहाँ पुग्छौँ भन्ने चाहिँ थाहा छैन है। अब त बाटो सिद्धे जस्तो पनि छ यार। होइन गाडीहरू कराउँदैछ बाटो आइपुग्नु होला। ए यता चाहिँ जानु पर्ला। ए यो कुलो खाँदाखेरिको उयो रहेछ कुलो। हो ठिक भन्यो। चिसो साडी हो। यसको नाम भन भीम, के हो यसको नाम? हाम्रोतिर यसलाई बान्टे भन्छ। बान्टे? बान्टे कि कटुस हो यो? मलाई त चुत्रा जस्तो लाग्यो। कहाँ हुन्छ आफै? तिमीलाई म देखाइदिन्छु ल। काँडा त्यस्तै छ भनेको क्या।
गुराँसको कोपिला थियो त्यहाँ तिमी नफिक्ने कहाँ यहाँ कस्तो मुख नजिकै छ गुराँस मैले खिचिसकेँ धेरै मनिषाले पनि भेट्थ्यो कि त्यो गुराँसको कोपिला थियो त्यति नजिक थियो यो घुमेर हामी फेरि माथि नै पुगेको अरे क्या ऊ त्यहाँबाट फर्केको हामी मिलावट तार यहाँबाट देखेको छैन पुरा ठाउँमा आइपुग्यो नि त पुग्यो घाम पार्नु पर्यो भने कस्तो आनन्द ट्र्याक्टर सुन्तला लिएर आउने बदाम लिएर आउने मान्छेको आफ्नो आफ्नो सोख हो नि त भीम चाहिँ आउन सक्छ यता यता मान्छेको त्यो लागि खतरा खै त्यहाँ डाडु हो ओए नाइस हामी आएको यताबाट हो क्या अरे क्यामेरामा राम्रो देखेको छैन होला तर एकदम आँखाले राम्रो देख्छ एकदम राम्रो देखाएको छ यस्तो ठाउँमा आएर मान्छेले फोहोर चाहिँ नगरिदिउन् यस्तो प्लास्टिकहरू चाहिँ नफालिदिउन् के छ राम्रो छ है हजुरले बाटो एकदमै राम्रो रहेछ मान्छे हिँड्ने बाटो हो कि के हिँड्ने बाटो हो थाहा नै पाएन तिमीलाई के भयो विकेश ला थाके जस्तो छ विकेश हामी अन्डर मिसनमा छौँ क्या ए म अलि राम्रोसँग हिँड कपडा च्यात्तै काडै काडा छ चलो 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 लास्टमा बस्नुलाई त राष्ट्रै धुलो आउँदो रहेछ बाटो एकदमै मुस्किल छ कबड्डी 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 कहाँ हो यस्तो यो भित्र भित्र छिरायो अनि हावा खेलाइदिँदैन सर्टकटै रहेछ बाटो त्यहाँ पुगिसक्यौँ त हामी कहाँबाट झर्ने यार उयो त बिर्दिन्थ्यो यार आरामसँग झर है मेरो युट्युब भिडियोको लागि आउट्रो पनि बनाइदिएँ मैले आउट्रो इन्ट्रो भने जस्तो आउट्रो क्या ओ यताबाट बगिरहेछ पानी यो कर्नर है हामी अहिले चाहिँ यहाँ तल आइपुग्यौँ यहाँबाट फेरि एकछिन हिँडेर क्याफेमा गएर कफी खाएर अनि त्यसपछि हामी घरतिर लाग्छौँ सो हाम्रो आजको ब्लग यही नै हो दिस मच फर टुडे थ्याङ्क यू फर वाचिङ
सनसेट कस्तो राम्रो देखेको